सम्पूर्ण विद्यार्थी साथीहरुमा पुनः पनि हार्दिक नमस्कार गर्न चाहन्छु। सदाको चाहिँ आज पनि मैले हजुरहरुको लागि प्रश्न नम्बर 13 मा सोध्ने वैकल्पिक प्रश्नहरु लिएर उपस्थित भएको छु। ढिला नगरी आजको विषयवस्तुलाई म अगाडि बढाउन गइरहेको छु। प्रश्न नम्बर 13 व्यवहारिक लेखन अन्तर्गतको समाचार। प्रश्न नम्बर 13 को ख मा आउने प्रश्न हो, वैकल्पिक प्रश्न हो समाचार। समाचार लेखन है त। समाचार भनेको कुनै पनि घटनाको विवरण, विचार तथा तथ्यलाई लिखित, मौखिक, विद्युतीय प्रसारण वा इन्टरनेटको माध्यमले कुनै पनि व्यक्ति वा श्रोतामा सूचनाको समाचार गर्ने माध्यम हो। संस्कृत भाषाको सम आचरण शब्दको अर्थ अर्थात् नैतिक रूपमा हेरिने राम्रो नराम्रो व्यवहार भन्ने अर्थमा समाचार शब्दको प्रयोग भएको पाइन्छ। समाचार लेख्दा निष्पक्ष भएर लेखन, प्रकाशन तथा प्रसारण निष्पक्ष रूपमा चाहिँ गर्नुपर्ने हुन्छ समाचार, अनि सत्य तथ्य घटनामा लेखिने गर्दछ समाचार। समाचार भनेको कुनै व्यक्ति, वस्तु, स्रोतसम्म चाहिँ खबर पुर्याउने माध्यम हो। अब समाचार लेख्दा ध्यान दिनुपर्ने कुराहरू हेरौँ। पाठकको ध्यान आकर्षण गर्ने किसिमको हुनुपर्छ, अनि समाचारको मूल आशय प्रष्ट पार्नुपर्छ, दोहोरो अर्थ लाग्ने दिनु हुँदैन। समाचारको सरल, सजीव र स्पष्ट तस्बिर उतार्ने, एउटै प्रकारका सामग्री पढ्दा पाठकलाई उत्पन्न हुने एकाकीपन हटाउने, लालचना र पूर्वाग्रहबाट मुक्त बनाउने, कानुनी हिसाबले सुरक्षित रहने, समाचार लेखनमा अंश पुगेको छ वा छैन अर्थात् छ सन्दर्भ आएको छ छैन हेर्ने, जस्तो हामीले के, कहाँ, कहिले, को, किन, कसरी भन्ने प्रश्नहरू समाचारमा समेटेको छ कि छैन भन्ने कुरालाई ध्यान दिएर लेख्नुपर्ने हुन्छ। त्यसैगरी समाचारको लेखाइ छोटो र छरितो र बुझिने चाहिँ हुनुपर्छ। त्यसैगरी प्रश्न नम्बर 13 को उत्तर दिँदा अपनाउनु पर्ने सावधानी विषय। प्रश्न नम्बर 13 को ख अन्तर्गत समाचार लेख्न लागेको भए सिरानमा शीर्षक लेख्ने र त्यसको ठिक मुनितिर बायाँपट्टि पत्रिकाको नाम, लेखकको पद लेखी मुनितिर महिना र गते लेख्ने। समाचारमा क्रमशः के, कहाँ, कहिले, को, किन र कसरी प्रश्नका उत्तरमा समाचारका प्रसङ्गहरूलाई उल्लेख गरी समापन गर्नुपर्ने हुन्छ। ल ढिला नगरिकन एउटा नमुना हेरौँ है त। प्रश्नमा रहेको छ 13 को ख मा विद्यालयले आयोजना गरेको वार्षिक उत्सव तथा अभिभावक दिवस समारोहका गतिविधिलाई समेटेर समाचार तयार पार्नुहोस् भनेर प्रश्न रहेको छ। यसको नमुना उत्तर हेर्नुहोस्। विद्यालयको वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न। काठमाडौँ 25 असार। राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षित र समुन्नत राष्ट्र निर्माणका लागि विद्यालयहरूको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो। पशुपतिभित्र माध्यमिक विद्यालयको वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयको प्राङ्गणमा आयोजित एक भव्य कार्यक्रममा उहाँले उहाँको उक्त कुरा बताउनु भएको हो। वर्तमान समयमा प्रविधिको प्रयोगले विद्यालय शिक्षामा नयाँ आयामको विकास भएकोले विद्यालयहरूले प्रविधि मैत्री सिकाइ गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। उक्त अवसरमा यस वर्ष विद्यालयका विभिन्न क्रियाकलापहरूमा सहभागी भएर प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई उहाँले पुरस्कार वितरण गर्दै अन्य विद्यार्थीहरूलाई पनि अगाडि बढ्न आग्रह गर्नुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डाक्टर रामनरेश सिंहले आफ्नो विद्यालयले पढाइका अतिरिक्त अन्य क्रियाकलापहरूमा पनि अगाडि बढाएर जिल्लामा नै उत्कृष्ट भएको जिकिर गर्नुभयो। विद्यालयका प्राचार्य श्रीदीप भण्डारीले आगामी वर्ष विद्यालय र प्राविधिक धारको शिक्षालाई समावेश गरेर शिक्षा प्रदान गर्ने विचार व्यक्त गर्दै विद्यालयको रामचन्द्र पौडेलको उपस्थितिले विद्यालय परिवार वार्षिक उत्सव कार्यक्रममा सम्माननीय राष्ट्रपति गौरवान्वित भएको विचार व्यक्त गर्नुभयो। हो यसरी चाहिँ हाम्रो के छ समाचारको नमुना रहेको छ। अब नमुना प्रश्न नम्बर 2, तपाईँ सहभागी भएको सांस्कृतिक कार्यक्रमको समाचार नमुना तयार पार्नु है। सांस्कृतिक कार्यक्रमको नमुना चाहिँ यस्तो रहेको छ। अलिकति भाषा शैली चाहिँ यस्तो हुने हुनाले हामीले समाचार लेख्दा ध्यान दिएर लेख्नुपर्छ। अब अभ्यासका लागि केही प्रश्नहरू रहेका छन्। प्रश्न भयो, आफ्नो विद्यालयको वार्षिक कार्यक्रम विद्यालयसँग समाचार बनाउनुहोस्। आफ्नो विद्यालयका विद्यार्थीले तयार पारेको विज्ञान सामग्री प्रदर्शन कार्यक्रमको चाहिँ
समाचार बनाउनुहोस्। शिक्षा मन्त्रीद्वारा शिलान्यास भएको आफ्नो विद्यालयको भवनको बारेमा सरकारीबाट सहकारीबाट हुने फाइदा समावेश गरी समाचारको 1 नम्बर तयार पार्नुहोस् भनेर यसरी नमुनाका लागि 4वटा प्रश्न दिएको छ। कृपया तपाईँहरूले यसमा अभ्यास गर्नुहोला। यो भिडियो हेर्नुभएकोमा तपाईँलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। यस्तै भिडियोहरूको निमित्त हामीलाई लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला, साथीहरूमा सेयर गर्नुहोला। आजका लागि यति नै। हवस्, धन्यवाद। तपाईँको दिन शुभ रहोस्।